गुड न्युज फर मोर्गेज होल्डर अनि पोटेन्सियल फर्स्ट होम बायर है। आरबिएलले आज क्यास रेटलाई होल्ड गरेको छ 4.35 मा। त्यसको अर्थ कसरी बुझ्नु पर्यो भने यो वर्ष अलरेडी 3टा रेट हाइक भइसकेको थियो हैन, फेब्रुअरी, मार्च, मेमा गरेर। अनि त्यो भनेको $350 जस्तो पर मन्थलीमा चाहिँ रिपेमेन्ट सबैको बढिरहेको थियो हैन, स्पेशली अनर अकुपाइडहरूको। अनि अर्को चाहिँ बोरोइङ क्यापेसिटी पनि पुरा घटिरहेको थियो 50-60 हजारले हैन। सो यो जब होल्ड गर्छन् यो भनेको एउटा गुड न्युज हो। जब यो न्युजले चाहिँ के हुन्छ भने बायरहरुमा कन्फिडेन्ट बढ्छ कि अब चाहिँ के होला रेट अझ बढ्यो भने त म धान्न सक्दिनँ भन्ने खालको माइन्डसेटमा बसेकाहरूलाई चाहिँ एउटा कन्फिडेन्स दिन्छ कि ए रेट त अब होल्ड हुने भयो भनेर हैन। एक्चुअली तपाईहरुले बुझ्नुपर्छ यसलाई फन्डामेन्टली हैन, आरबिएलले त्यसै रेट बढाइराख्दैन हैन, कसैलाई मन छैन बढाइराख्नलाई। उनीहरूले एउटा डेटा हेर्छ हैन, त्यो डेटामा चाहिँ 4-5 वटा फ्याक्टर्सहरू हुन्छ, जस्तो इन्फ्लेसन डेटा हुन्छ। मैले अलि अगाडि पनि भनेको थिएँ, इन्फ्लेसन डेटा अस्ति भर्खर पब्लिस भएको छ। 2 to 3% को बिचमा राख्न खोज्छ आरबिएलले। स्लाइटली 3.8 जस्तो भएको छ क्यारे लास्ट टाइम इन्फ्लेसन। त्यसले गर्दाखेरि चाहिँ यिनीहरूले चाहिँ घटाउनु चाहिँ पाएन हैन। यदि इन्फ्लेसन रेट 2 to 3% को बिचमा आइदिएको भए चाहिँ घटाउने ट्रेन्ड हुन्थ्यो। तर स्लाइटली हाई भएको भएर उनीहरूले होल्ड चाहिँ गर्यो, बढाएन हैन, व्हिच इज गुड न्युज। अनि अर्को अब उनीहरूले अरू ग्लोबल केसहरू पनि हेर्छ, जस्तै मिडल इस्टको वारहरू हैन। जब ओइल प्राइसहरू हाई हुन्छ, त्यसले गुड्स एन्ड सर्भिसेसको प्राइसेसहरू हाई हुन जान्छ यो अस्ट्रेलियामा हैन। जब गुड एन्ड सर्भिसको प्राइस हाइक हुन्छ तब कस्ट अफ लिभिङ हाई हुन्छ, मान्छेलाई त्यसको लागि पनि इन्ट्रेस्ट रेटबाट चाहिँ यिनीहरूले अब बढाइराख्न खोजेको छैन अहिले चाहिँ हैन, इन्फ्लेसनलाई कन्ट्रोल गर्न खोजिरहेछ। अर्को चाहिँ अब अलरेडी हाउसिङ सप्लाई चाहिँ यहाँ कम भएको भएर चाहिँ कस्तो छ भने भएको घरहरू चाहिँ रेन्टहरू हाई भइरहेको छ हैन। अर्को चाहिँ त्यही ओइल प्राइसहरू यताउताले गर्दाखेरि कन्स्ट्रक्सन कस्टहरू पनि महँगो भइरहेको छ। भनेको घर बनाउन पनि महँगो, रेन्टमा बस्नु पनि महँगो, अनि अनइम्प्लोइमेन्ट रेट पनि हाई भइरहेको छ। इन्फ्लेसन डेटा पनि अन्डर त्यो टार्गेटेड उसमा आइरहेको छैन। धेरै कारणले गर्दाखेरि चाहिँ आरबिएलले चाहिँ कि बढाउनुपर्छ कि होल्ड गर्नुपर्छ, घटाउने त चान्सेस छैन भन्ने डिसिजनमा थियो हैन। त्यही भएर उनीहरूले चाहिँ अब स्लाइटली मात्रै इन्फ्लेसन डेटा हाई भएको भएर चाहिँ अहिले होल्ड गरेको छ हैन।